हामी 13 पदमा हामी हेर्दछौँ भने भाइ हो मैले यी सब पक्रिसकेको छु भनी म ठान्दिनँ, तर म एउटा काम गर्दछु कि पछाडिका कुराहरू बिर्सेर अगाडिका कुराहरूतिर जोडसँग लम्कँदै। पछाडिको कुराहरू चाहिँ बिर्सेर विगतमा हामी कस्तो थियौँ, हामीले कस्तो गल्ती गरेको थियौँ है, विगतमा हामीले कस्तो जीवन जिएका थियौँ, त्यो कुरालाई बिर्सेर पावलले भन्नुहुन्छ अगाडि लम्कँदै है, अगाडिका कुराहरूतिर जोडसँग लम्कँदै भन्नुहुन्छ। अनि हामीले आत्मिक जीवनमा यदि दोषी भावनाहरू लिएर हामीले साँच्चै विगतका दिनहरूमा हामी जिउँदै थियौँ होला होइन, अनि आज पनि हामीले त्यो कुरालाई सम्झेर त्यही कुरालाई मनमा खेलाउँदै है, म त विगतमा यस्तो थिएँ उस्तो थिएँ, ला मैले त्यो गल्ती गरी पठाएको थिएँ, त्यो कुराहरूलाई आज हामीले सम्झिँदै छौँ कि त्यही कुरालाई मनमा दोहोऱ्याउँदै छौँ भने आज हामीलाई ती कुराहरूले आत्मिक रूपमा अगाडि बढ्न दिँदैन। त्यो कुराहरूले चाहिँ बाधा ल्याउँदछ है, त्यो दोषी आत्माले चाहिँ आज हामीलाई पक्रिराख्दछ। त्यही भएर पावलले भन्नुहुन्छ विगतका कुराहरूलाई चाहिँ बिर्सेर अगाडि लम्कँदै उहाँले जोडसँग लम्कँदै भन्नुहुन्छ। हामी चाहिँ अहिले कुन यात्रामा छौँ त? अहिले हामी यात्री हौँ, एक किसिमको हामी यात्री हौँ हामी है। अनि हामी चाहिँ यो संसारको मात्रै नभएर हामी संसारमा जिउनको लागि हामी छौँ, परमेश्वरले हामीलाई ल्याउनु भयो, बनाउनु भयो, तर हामी चाहिँ यो संसारमा परदेशी छौँ नि त होइन। अनि आज हामी चाहिँ कहाँको? हामी स्वर्गीय नागरिक हो होइन। अनि हामी चाहिँ हाम्रो स्वदेशमा जानको निम्ति चाहिँ आज हामी यात्रा गर्दैछौँ। अनि हामी यात्रा गर्दै गर्दाखेरि चाहिँ आज संसारको कुराहरूले धेरै कुरामा हामीलाई बाधा गर्दछ होइन, बाधा दिँदछ हाम्रो हृदयहरूमा। साँच्चै ती कुराहरूले अल्मलाउँदछ, म कुन बाटो जाँदैछु भन्ने कुरा नै घरिघरि बिर्साइदिन्छ होइन। अनि ती कुराहरूले चाहिँ हामीलाई अगाडि बढ्न दिँदैन है। त्यही भएको कारणले विगतका कुराहरू चाहिँ बिर्सिदिनु पर्दछ हामीले है। अनि अगाडिका कुराहरूलाई चाहिँ हामीले हेर्नु पर्दछ। हामी हेर्नेछौँ हिब्रू 4:16मा यसरी लेखिएको छ, यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाऊ र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्त गर्न सकौँ। आमेन। के गर्नुपर्ने रहेछ त? परमेश्वरको नजिकतामा हामी जानुपर्ने रहेछ होइन। साहससँग अनुग्रहको सिंहासन नजिक जाऊ। आज हामीले यो जिउँदै गरेको जीवन अनि यो समय चाहिँ अनुग्रहको समय हो नि त होइन। ला मैले पाप गरी पठाएको छु, ला मेरो यस्तो दोष छ, ला अब सबै सकियो, त्यो होइन। तर परमेश्वरले हामीलाई त्यो पापबाट क्षमा गर्नुहुन्छ, त्यो अधर्मबाट हामीलाई मुक्त गराउनुहुन्छ है। उहाँको अनुग्रहको सिंहासन अगाडि जाऊ भन्नुहुन्छ है। हामी यो जिउँदै गरेको जीवन चाहिँ अनुग्रहको समय हो। हामीले मतलब गल्ती गरेको गर्ने होइन, तर पनि हामीले जान अनजानमा गरेको गल्तीलाई चाहिँ परमेश्वरले क्षमा गर्नुहुन्छ। यो समय हामीलाई दिइएको छ, यो समयमा होइन हामी जिउँदैछौँ। अनि हामीलाई जब त्यो विगतका कुराहरूले हामीलाई साँच्चै अन्योल त बनाउँछ, ती कुराहरूलाई निराशामा हामीलाई पार्दछ। अनि मैले अघि पनि भने ती कुराहरूले चाहिँ हामीलाई आत्मिक यात्रामा अगाडि बढ्न दिँदैन है। त्यो कुराहरूलाई चाहिँ हामीले भुल्नुपर्ने हुन्छ। र हामी जीवन जिउँदै गर्दाखेरि आज कतिचोटि हाम्रो जीवनमा कष्ट आइपर्छ, दुःख आइपर्छ है, सहनै नसक्ने त्यो पीडाहरू, त्यो परिस्थितिहरूबाट हुँदै हामी जानुपर्ने हुन्छ। तर पनि त्यो समयमा हामी
जसरी हिब्रू 4:16ले भने जस्तै हामी उहाँको अनुग्रहको सिंहासन अघि हामी जानुपर्ने हुन्छ अनि हामी सबै कुरामा उहाँमा राखेर हामी चाहिँ साँच्चीकै अगाडि बढ्न आवश्यकता छ। हामी हिब्रू 10:19 पनि हामी हेर्नेछौँ। यहाँ यसरी लेखेको छ, यसकारण भाइ हो, यसुको रगतद्वारा महापवित्र स्थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्छ। हामीले मैले अघि पनि भने हामी अनुग्रहको हामी समयमा यात्रामा छौँ। अहिले हामीले गरेको भुल गल्तीहरू है उहाँको रगतद्वारा हामीले साँच्चीकै क्षमा पाइसकेका छौँ हैन। उहाँको रगतद्वारा चाहिँ जसले आज हामीले यीशु प्रभुलाई मेरो प्रभु अनि मुक्तिदाता भनेर हामीलाई उहाँमा अनुसरण हामीले गरेका छौँ, साँच्चीकै उहाँको महापवित्र स्थानमा है हामी प्रवेश गरेका छौँ भन्नुहुन्छ हैन। अनि उहाँको उपस्थितिमा अनि येशूको अनुग्रहको सिंहासनमा हिम्मत सहित हामी जान सक्छौँ। यी कुराहरूले चाहिँ किनभने हामीले क्षमा पाएका छौँ, त्यहाँबाट हामीले उद्धार पाएका छौँ है। हामी यसरी नै रोमी 12:1-2 पनि हामी हेर्नेछौँ। रोमी 12:1-2 यहाँ शीर्षकमा छ जिउँदो बलि। 1-2 म पढ्नेछु। यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहण योग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हौ र परमेश्वरको असल ग्रहण योग्य र सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सक भन्नुहुन्छ है। परमेश्वरले भन्नुहुन्छ संसारको ढाँचामा नचल है, पछाडिको कुराहरू नहेर। संसारमा जे छ मान्छेहरू जे गर्छन् त्यो नगर, जहाँ जान्छन् त्यहाँ नजाऊ हैन, जे खान्छन् त्यो नखाऊ, जे बोल्दछन् त्यो नबोला। संसारमा के हुँदैछ त्यो ढाँचामा चाहिँ तिमी नचल, संसारलाई कपी नगर है, वचनले हामीलाई भन्दछ। अनि हामी जिउन चाहिँ कहाँ जिउँदैछौँ त? शारीरिक रूपमा हामी संसारमा जिउँदैछौँ है। हाम्रो विगत चाहिँ संसार हो र यो संसारलाई नहेर्नु है, कपी नगर्नु, नचल्नु, नजिउनु संसार अनुसार। हामी यसरी नै लुका 9:62 पनि म हेर्नेछु। यसरी लेखेको छ, तर यसुले त्यसलाई भन्नुभयो, आफ्नो हात हलोमा लगाएर पछिल्लोतिर हेर्ने कोही पनि परमेश्वरको राज्यको योग्य हुँदैन है। त्यही कुरा है, मैले त्यही कुरा दोहोऱ्याउँदैछु र वचनले भन्नु खोजेको कुरा हामी चाहिँ कोही पनि विगतको कुराहरूलाई हामी आजको दिनहरूमा लिएर त्यो कुरामा अन्यतामा हामी नहौँ, पछाडिको कुरा हामी नहेरौँ, पछाडि नफर्कौँ हामी है। तपाईँ र मैले परमेश्वरलाई पछ्याउने निर्णय गरिसकेपछि फेरि संसारलाई विगतलाई फर्केर हेर्नु हुँदैन। हामी पछाडि फर्केको परमेश्वरलाई मन पर्दैन, त्यसकारण हामीले आफ्नो विगतलाई संसारी कुराहरूलाई त्याग्नु पर्दछ है। यहाँ भन्नुहुन्छ 62ले,
आफ्नो हात हलोमा लगाएर पछिल्लोतिर हेर्ने कोही पनि परमेश्वरको राज्यको योग्यको हुँदैन। विगतमा त हामी कसरी जियौँ नि होइन, हाम्रो बानी व्यवहार कस्तो थियो त्यो कुरालाई आज हामीले परमेश्वरलाई पाएपछि पनि त्यही कुराहरूलाई दोहोऱ्याउने, म कस्तो थिएँ भनेर पछाडि हेर्ने। अब अगाडि हलो जोतिरहेको छ अनि पछाडि यस्तो हेरेर अगाडि हिँड्यो भने त कतातिर के हुन्छ, लडिपठाउँछ, ठोक्छ है, अनि त्यो राम्रो हुँदैन नि होइन। पछाडिका कुराहरू, बिर्सेका कुराहरू, त्यो अगाडि विगतका कुराहरूलाई चाहिँ बिर्सिदेऊ भन्नुहुन्छ कि परमेश्वरले होइन। अनि अगाडि हामी चाहिँ जोडसँग लम्कँदै विगतका कुरालाई बिर्सेर हामी कस्तो थियौँ, के थियौँ, त्यो हाम्रो जीवनलाई बिर्सेर, त्यो समयलाई, त्यो परिस्थितिलाई बिर्सेर आज चाहिँ हामी नयाँ कुरालाई हामी ध्यान दिनुपर्ने कुराहरू, हामी जोडसँग हामी अगाडि लम्किनुपर्ने कुराहरू परमेश्वरले हामीलाई वचनद्वारा बताउनुहुन्छ है। ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोडसँग अघि बढ्दछु भन्नुहुन्छ है पावलले। अनि विगतको कुराहरूलाई चाहिँ बिर्सेर आज हामी चाहिँ स्वर्गीय त्यो इनामको निम्ति हामी अगाडि बढ्नुपर्ने कुराहरू हामीलाई बताउनुहुन्छ है। त्यो विगतको कुराहरूलाई बिर्सेर हामी चाहिँ आज प्रभुमा भएर हामी जिउँदैछौँ, हामी अगाडि लम्कँदैछौँ, अनि ती कुराहरूमा हामी जोड दिँदैछौँ। अनि हामी के को लागि हामी अगाडि बढ्दैछौँ त, हामी त्यो स्वर्गीय इनाम पाउनको निम्ति है। अनि उहाँको बोलावटमा पाइने त्यो स्वर्गीय इनामहरूको लागि चाहिँ हामी आज अगाडि बढ्दैछौँ होइन, हामी यात्रामा छौँ। मैले स्वर्गको बोलावट पाएको छु भनेर आज हामी कतिजनाले थाहा गरेको छौँ है, थाहा गरेको छौँ त्यो कुराहरू। आज हामीले जिउँदै गर्दाखेरि हामीले आफैलाई जाँचिरहेका छौँ है। अनि हामी चाहिँ जसरी स्वर्गीय बोलावटमा पाइने त्यो इनामको निम्ति हामी अगाडि बढ्दैछौँ अनि जाँच्दैछौँ हरेक दिनको हाम्रो जियाइ होइन, हामी थाहा गर्दैछौँ। अनि त्यसरी नै पावलले भन्नुहुन्छ, उहाँ चाहिँ बितेका कुराहरूलाई चाहिँ बिर्सेर उहाँ अगाडि लम्कँदै हुनुहुन्छ जुन स्वर्गमा पाइने इनामको निम्ति है। उहाँ जोडसँग अघि बढ्दछु भन्नुहुन्छ। हामी 15मा हेर्नेछौँ, हामी परिपक्व हुनेहरू चाहिँ सबै यस्तै मनका हौँ र तिमीहरू कुनै कुरामा अरू विचारका छौ भने परमेश्वरले तिमीहरूलाई त्यो पनि प्रकट गरिदिनुहुनेछ है। हामी कुनै विचारका छौँ भने त्यो पनि परमेश्वरले प्रकट गर्नुहुन्छ, किनभने उहाँ चाहिँ सबै कुरा हामीमा पारदर्शी परमेश्वर हुनुहुन्छ होइन। सबै कुरा जान्नुहुन्छ, हाम्रो हृदयलाई उहाँले जान्नुहुन्छ। 16मा केवल हामीले जे प्राप्त गरिसकेको छौँ त्यसमा दरिला भई बसौँ है। आज हामीले परमेश्वरको समीपमा आएर परमेश्वरलाई आफ्नो जीवन दिइसकेपछि हामी प्राप्त गरेको कुराहरू के छ त, आत्मिकी कुराहरू होइन। यी कुराहरूमा चाहिँ हामी साँच्चीकै दरिला भई बस्नुपर्ने कुराहरू, लडखडाउनु भएन। जस्तो सुकै परिस्थितिहरू आए पनि, बाधाहरू, समस्याहरू जीवनमा जस्तो सुकै ठेस दिने कुराहरू आए पनि हामी लडखडाउनु भएन है। 17मा भाइ हो तिमीहरू मेरो अनुसरण गर्नेहरू हौ, हामीमा तिमीहरूले देखेका नमुना अनुसार जिउनेहरूलाई हेर। आज हामी पनि कतिचोटि म अनि तपाईँहरू हामी सबैजना नमुना त छौँ कि होइन, नमुना अनुसार जिउँदैछौँ कि, त्यो कस्तो हामी जिउँदैछौँ आफैलाई हामीले जाँच्नु पर्दछ अनि थाहा गर्नु पर्दछ है। मैले धेरैपल्ट 18मा मैले धेरैपल्ट बताएका मानिसहरूका बारेमा फेरि पनि म तिमीहरूलाई हृदय भन्दछु कि तिनीहरू ख्रीष्टका क्रुसका
शत्रुहरू जस्तै जीवन बिताउँछन् है। उहाँले भन्नुहुन्छ, हृदय भन्दछु कि तिनीहरू ख्रीष्टका क्रुसका शत्रुहरू जस्तै जीवन बिताउँछन्। आज हामी पनि त्यस्तैको छौँ कि होइन? ख्रीष्टको अनि क्रुसको शत्रु जस्तै के? जुन कुरा परमेश्वरले हाम्रो निम्ति राखिदिनु भएको छ त्यो कुराहरूलाई वास्तै नगरिकन हामी आफ्नै इच्छामा पो हामी जिउँदैछौँ कि है? परमेश्वरको अनुसरण गर्नुपर्ने ठाउँमा हामी संसारको अनुसरण गरेर हामी जिउँदैछौँ कि है? उहाँ भन्नुहुन्छ, उहाँले यो पत्रद्वारा चाहिँ उहाँले भन्दै हुनुहुन्छ, म हृदय भन्दछु कि तिनीहरू ख्रीष्टका क्रुसका शत्रुहरू जस्तै जीवन बिताउँछन्। 19 विनाश तिनीहरूको अन्त्य हो, पेट तिनीहरूको ईश्वर हो र तिनीहरू आफ्ना शर्ममा गौरव गर्दछन् र तिनीहरूको मन संसारी कुरामा लागिरहन्छ। यो कुरा चाहिँ छर्लङ्ग छ। हामी पनि कतिचोटि यस्तै भइदिन्छौँ है। म आफै नै त्यस्तै छु। एकछिन भोक लागोस् न, मलाई सहनै कति साह्रो हुन्छ। प्रभुले मलाई क्षमा गर्नुभएको होस्। अनि पेट चाहिँ तिनीहरूको ईश्वर हो। वचनले हामीलाई सिकाउँदछ नि, जस्तो सुकै परिस्थिति भए पनि हामीले चाहिँ परमेश्वरको वचनलाई नभुल्नु है, उहाँको वचन अनुसार जिउनु। विनाश तिनीहरूको अन्त्य हो, पेट तिनीहरूको ईश्वर हो र तिनीहरू आफ्नो शर्ममा गौरव गर्दछन् र तिनीहरूको मन संसारी कुरामा लागिरहन्छ है। अन्त्य चाहिँ त्यस्तो मान्छेको कस्तो हुँदो रहेछ त? विनाश है। अनि पेट चाहिँ तिनीहरूको ईश्वर भन्नुहुन्छ। अनि जसले शर्मको कुराहरू गरिरहेको छ, शर्मको कुराहरू बोलिरहेको छ है, अपशब्दहरू मुखबाट निस्किरहेको छ अनि कामहरू त्यही अनुसारको गरिरहेको छ, त्यो मान्छेले कहिल्यै पनि त्यो आत्मज्ञानी उसले गर्दैन, तर उसले चाहिँ त्यसमा गर्व गर्छ भन्दछ। मैले यस्तो बोली पठाएँ भनेर पछुतो लाग्छ नि होइन, तर उसले त्यो गर्दैन। उसले चाहिँ मैले भने, आहा मैले भने भयो, मैले त भने भनेर गर्व गरिरहेको हुन्छ है, गौरव गर्छ भन्नुहुन्छ। अनि संसारी कुरामा लागिरहन्छ, त्यो कुरालाई कन्टिन्यू नै भइरहन्छ, व्यवहार, बोली, जियाई, हरेक कुरा है। अनि म 20 पदलाई पढ्न चाहन्छु। तर हाम्रो नागरिकता स्वर्गमा छ, त्यहाँबाट आउनुहुने मुक्तिदाता अर्थात् प्रभु येशू ख्रीष्टको प्रतीक्षा हामी गर्दछौँ। 21 पनि पढ्नेछु अन्तिम। उहाँले जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्याउन सक्नुहुन्छ, हाम्रो हीन शरीरलाई आफ्नै महिमाको शरीर जस्तै हुनलाई परिवर्तन गरिदिनुहुनेछ। आमेन। हामी सबैजनाले स्वर्गीय बोलावट पाएका छौँ र बोलावटसँगै परमेश्वरले हामीलाई इनाम पनि राखिदिनु भएको छ र यो इनाम प्राप्त गर्नुको लागि हामी आज आफैले आफैलाई तयारी गर्दैछौँ कि छैनौँ? गाह्रो अप्ठ्यारो समस्यामा भएर जाँदै गर्दा स्वर्गीय बोलावटको निम्ति काम गर्दैछु कि छुइनँ, याद गर्नु आवश्यक छ है। अनि मैले चाहिँ यहाँ केही बुदाहरू लेखेर ल्याएको छु, त्यही म पढेर तपाईँलाई सुनाउँदैछु। र प्रकाश 22:12 पदमा लेखिएको कुरा हामी हेर्नेछौँ। यहाँ चाहिँ यसरी लेखिएको छ, हेर म चाँडै आउँदैछु, हरेक मानिसलाई उसले गरे अनुसार दिने प्रतिफल मसँग छ है भन्नुहुन्छ। हेर म चाँडै आउँदैछु, हरेक मानिसलाई उसले गरे अनुसार दिने प्रतिफल मसँग छ। हामीले संसारमा कसरी जिउँदैछौँ त? हामी जिउँदै गर्दाखेरि हामी स्वर्गीय त्यो इनाम प्राप्त गर्ने खालको हामीले जिउँदैछौँ कि न संसारमै सीमित हुने खालको पो हामी जिउँदैछौँ कि है? उहाँले भन्नुहुन्छ हरेक मानिसलाई दिने इनाम चाहिँ उहाँसँग छ। आज हामीले राम्रोसँग जिएको छौँ, स्वर्गीय बोलावट अनुसार हामी
जिउँदैछौँ, आत्मिक यात्रामा हामीले साँच्चीकै परमेश्वरको वचनलाई अनुसरण गरेर आफैलाई समर्पित गरेर हामी जिउँदैछौँ भने त्यसको इनाम पनि हामी पाउँदछौँ। तर आज हामी संसारकै कुरामा गर्व गर्दै होइन, संसारकै कुरामा हामी रमाउँदै संसारकै यात्रामा हामी खुसी हुँदैछौँ भने त्यसको इनाम पनि हामीलाई उहाँले दिनुहुन्छ। जस्तो किसिमको हामी जिउँदैछौँ त्यसको प्रतिफल चाहिँ हामीलाई उहाँले भोलि दिनुहुन्छ नै हुन्छ होइन। हामी हेर्नेछौँ दोस्रो कोरिन्थी 5:10 पनि यसरी लेखिएको छ, किनकि हामी सबै ख्रीष्टका न्याय आसनको सामुन्ने खडा हुनुपर्छ। यसरी शरीरमा हुँदा आफूले गरे बमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ है। मैले भनिसकेँ अघि पनि हामीले ख्रीष्टको अनुसरण गर्नुपर्दछ अनि भोलि हामी उहाँको न्याय आसनमा हामी खडा हुनुपर्छ है। दोस्रो कोरिन्थी 5:10 हामीलाई भन्दछ हामी उभिनुपर्छ त्यहाँनिर अनि त्यतिखेर चाहिँ हामीले गरेको काम अनुसारको प्रतिफल चाहिँ उहाँले दिनुहुन्छ है। त्यो प्रतिफल पाउने बेला, त्यो इनाम पाउने बेला चाहिँ आज हामी स्कुल पढ्दा पनि हामीले राम्रो गरेर हामी लेख्छौँ, पढ्छौँ, अध्ययन गर्छौँ भने त्यो बेलामा हामी इक्जाममा त्यही अनुसारको प्रतिफल पाउँछौँ नि होइन। तर हामीले लापरवाही यताउता गरेर हामी जेर्छौँ अनि इक्जामको दिन चाहिँ त्यो 2 घन्टा 3 घन्टाको समयमा चाहिँ जे पाए त्यही लेख्छौँ भने त्यही अनुसारको प्रतिफल हुन्छ होइन। हामीले स्वर्गीय यात्राको कुरामा पनि त्यस्तै हुँदछ। हामी संसारिक कुराहरूलाई हेरेर संसारमै हामी जिएर यहाँ नै हामी सीमित हुन्छौँ भने त्यही अनुसारको प्रतिफल हुन्छौँ। तर परमेश्वरको अनुसरण गरेर हामी आज परमेश्वरको बोलावट अनुसारको हामी जीवन जिउँछौँ अनि परमेश्वरले मलाई दिनुभएको बोलावट चाहिँ मैले पछ्याउनुपर्छ, त्यो कुरालाई मैले अनुसरण गर्नुपर्छ भन्ने टाइपको हामी जिउँछौँ भने भोलि त्यही अनुसारको हामी प्रतिफल पनि पाउँछौँ। हिब्रू 11:6 यसरी लेखिएको छ, विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ, किनकि जो परमेश्वरको नजिक आउँछ त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ है। हामी ग्रहण गऱ्यौँ अनि बप्तिस्मा लियौँ, हामी परमेश्वर हुनुहुन्छ अनि अब चाहिँ म पुरानो मेरो मनुष्यत्व सबै फालेर उहाँमा जिउँछु भनेर हामीले ग्रहण गऱ्यौँ है, उहाँलाई विश्वास गऱ्यौँ र त्यही विश्वासमा चाहिँ आज दरिलो भई उहाँमा हुर्कदै बढ्दै होइन। अनि फिलिपीको पुस्तकले भने चाहिँ फिलिप पुस्तकमा पावलले भन्नुभयो चाहिँ हामी अगाडि लम्कदैछौँ है। अनि जो उहाँको नजिक आउँछ भन्नुहुन्छ होइन, त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ। हामी परमेश्वरको नजिकतामा जब जान्छौँ अनि जब हामी परमेश्वरसँग बातचित गर्छौँ अनि त्यति नै उहाँ हामीसँग बातचित गर्नुहुन्छ अनि हाम्रो विश्वासहरू बढ्दै जाँदछ है। उहाँमा हामी लागि पर्नुपर्दछ, उहाँको वचनलाई हामीले साँच्चीकै हाम्रो जीवनको आधार बनाएर हामी जिउनु पर्दछ। अनि जति हामी वचन अनुसार हामी जिउँछौँ अनि ती कुराहरूलाई हाम्रो जीवनमा ढाल्छौँ साँच्चीकै त्यति नै हामी नजिक जान्छौँ अनि हामीलाई विश्वास पनि लाग्छ पक्का हो भन्ने टाइपको हुन्छ। तर हामी संसारमा आफ्नै इच्छाले हामी जिउँदैछौँ भने चाहिँ वचन पनि हामीले हेर्दैनौँ, याद गर्दैनौँ, प्रार्थना पनि गर्दैनौँ अनि आफ्नै मनगन्ती कुराहरूमा हामी जिउँछौँ भने चाहिँ त्यो कुराहरू हामी अनुभव गर्न सकिँदैन, त्यो कुरा हामी बुझ्न सकिँदैन है। तर जो परमेश्वरको नजिकतामा जान्छ उसले चाहिँ त्यो कुराहरू विश्वास गरेको हुन्छ, परमेश्वर हुनुहुन्छ भनेर उहाँले जानेको हुन्छ। यूहन्ना 15:19 हामी हेर्नेछौँ, यदि तिमीहरू यस संसारका हुँदा हौ त संसारले तिमीहरूलाई आफन्त ठानी माया गर्ने थियो, तर तिमीहरू यस संसारका होइनौ, तिमीहरूलाई संसारबाट मैले चुने, यसै कारण संसारले तिमीहरूलाई घृणा गर्दछ है।
संसारले तिमीहरूलाई घृणा गर्दछ। उहाँले भन्नुहुन्छ तिमीहरू चाहिँ संसारको होइनौ, त्यसैले त संसारले घृणा गर्छ। हामी त यो संसारको होइन नि त, होइन? हामी चाहिँ स्वर्गीय नागरिक हौँ है। हामी चाहिँ स्वर्गीय नागरिक हौँ। हामी यो देशमा चाहिँ, संसारमा चाहिँ हामी एउटा परदेशीको रूपमा छौँ है। हाम्रो स्वदेश चाहिँ यहाँ होइन, हाम्रो स्वदेश चाहिँ स्वर्गमा हो। हामी चाहिँ स्वर्गीय नागरिक हौँ। आज हामीले त्यो कुराहरू हेर्दै जाँदा, जिउँदै गर्दा, त्यो परिस्थितिहरूमा हुँदै जाँदाखेरि चाहिँ कतिचोटि चाहिँ गाह्रो लाग्छ, अप्ठ्यारो लाग्छ है। अनि त्यो कुराहरू महसुस गर्दै गर्दा कतिचोटि चाहिँ अप्ठ्यारो हुन्छ, गाह्रो हुन्छ। तर पनि हामी चाहिँ यो कुरामा चाहिँ गर्व गर्नुपर्दछ है। अनि उहाँले भन्नुहुन्छ संसारबाट मैले चुने, यसकारण संसारले तिमीहरूलाई घृणा गर्दछ। वचनमा स्पष्टसँग हामीले हेर्दछौँ अनि पढ्दछौँ, बुझ्दछौँ। अनि त्यो कुराहरूले हामी किन निराश हुनु? हामीलाई त परमेश्वरले चुन्नु भएको जाति, परमेश्वरलाई महिमा भएको होस्। अनि यूहन्ना 10:28 फेरि हामी हेर्नेछौँ। यहाँ यसरी लेखिएको छ, तिनीहरूलाई म अनन्त जीवन दिन्छु र तिनीहरू कहिल्यै नष्ट हुने छैनन् र कसैले तिनीहरूलाई मेरो हातबाट खोसी लैजाने छैनन्। हामीलाई कति धेरै उत्साहको वचन है। हामी यो वचनहरू पढ्दै जाँदा कति धेरै हामी ढाडस पाउँछौँ परमेश्वरमा, हामी कति उत्साहित हुन्छौँ। अझै उहाँले भन्नुहुन्छ तिनीहरूलाई म अनन्तको जीवन दिन्छु। यहाँनिर यो हाम्रो शरीर त एउटा घाँस जस्तै हो, आज छ भोलि ओइलेर जान सक्छ है। तर पनि हामी चाहिँ के हो त? परमेश्वरले भन्नुहुन्छ अनन्त जीवन दिन्छु भन्नुहुन्छ। हाम्रो आत्मा चाहिँ उहाँले साँच्चीकै अनन्तसम्म बचाउने उहाँले प्रतिज्ञा गरिसक्नु भएको छ। कहिल्यै पनि नष्ट हुने छैन भन्नुहुन्छ। हामी कहिल्यै पनि, हाम्रो शरीर नष्ट भएर जान्छ त्यो थाहा छ, माटोको शरीर माटैमा मिल्छ। परमेश्वरलाई महिमा भएको हो। दोस्रो कोरिन्थी 4:17 यहाँ यसरी लेखेको छ, किनकि हाम्रो हलुका र क्षणभरको कष्टले हाम्रो निम्ति अतुलनीय तथा अनन्तको महान महिमा तयार गरिरहेछ। दुःख कष्ट त केही पनि होइन है। स्वर्गबाट जुन महिमा तपाईँ र मेरो निम्ति तयार गर्नुभएको छ त्यो एकदमै महान महिमामा अनन्त अतुलनीय छ है। यसुले सारा संसारको स्वर्गको यसु नै सारा संसारको अनि स्वर्गको न्यायकर्ता हुनुहुन्छ है। हामीले अघि पनि हेरिसकेका छौँ। अनि उहाँले संसारलाई, स्वर्गलाई आफ्नो अधीनमा अनन्तकालसम्म राज्य गर्नुहुन्छ है। त्यो अनन्तकालसम्म राज्य गर्नको निम्ति परमेश्वरले तपाईँ र मलाई बोलाउनु भएको छ है। फिलिपीको अघि 13-14 हामी हेर्दै थियौँ। र स्वर्गबाट बोलावट दिनुभएको छ र त्यो बोलावटलाई हामीले पुरा गर्यो भनेदेखि उहाँले हामीलाई इनाम पनि दिने प्रतिज्ञा गर्नुभएको छ। प्रभुलाई महिमा भएको होस्। मात्रलाई नै पढ्न चाहे, मैले यी सबै अघिबाट प्राप्त गरिसकेको छु अथवा म अघिबाटै सिद्ध भइसकेको छु भनेर त होइन, तर ती कुराहरूलाई पक्राउनको निम्ति म अघि बढिरहेको छु, जुन कुराको निम्ति क्रिस्टले मलाई पकाउनु भयो है। आज मैले यहाँ भनिसकेको छु, जुन बोलावटको निम्ति साँच्चीकै उहाँले हामीलाई बोलाउनु भएको छ है। अनि आज हामीले चाहिँ शरीरमा घमण्ड नराखिकन, ईर्ष्या नराखिकन हामी चाहिँ जुन कुराको लागि जोड दिनुपर्ने हो है, हामी चाहिँ प्रभुको महिमाको खातिर हामी कसरी अगाडि बढ्नुपर्ने हो, एक महिमादेखि अर्को महिमामा हामी कसरी सर्नुपर्ने हो न, त्यो कुराहरूलाई ध्यानमा राखी संसारको कुरालाई होइन, त्यो सबै विगतका कुराहरूलाई बिर्सेर, अघि पनि मैले भनिसकेको छु है। विगतमा हामीले जस्तै नयाँ सालहरू फेरिन्छ नि, लाइक 2082 थियो होइन, अनि अहिले 83 लागिसक्यो। 2082 सालमा हामीले जे कुराहरू हामी गर्नु नहुने गरेको थियौँ अथवा जान अन्जानमा त्योहरू गल्तीहरू हामीमा भएको थियो
अनि हाम्रो त्यो कुरालाई नै हामी सम्झिराख्यो भने त्यो दोषको आत्मा के त्यसले दोष आइरहन्छ। ला तिमीले यस्तो गरेको थियो, तिमी त यस्तो मान्छे हो होइन, यस्तो भयो, किन यस्तो धेरै कुराहरू आइरहन्छ। त्यो कुराहरूले चाहिँ हामीलाई साल मात्रै फेरिन्छ, हामी मान्छे बुढो हुँदै जान्छौँ, तर हाम्रो हृदय चाहिँ जहाँको त्यही नै हुन्छ। हाम्रो आत्मिक यात्रा पनि त्यही नै धुमफिर भइरहेको हुन्छ है। त्यही भएर त्यो कुराहरूलाई चाहिँ पछाडिका कुराहरूलाई बिर्सेर, जसरी पावलले भन्नुहुन्छ है, पछाडिका कुराहरू बिर्सेर अगाडिका कुराहरूतिर जोडसँग लम्कने। हामी चाहिँ त्यो कुराहरूलाई चाहिँ छोडिदियो, बिर्सिदियो। त्यो भयो भयो, अब त्यो कुरालाई हामीले चाहेर पनि ठिक पार्न पनि सक्दैनौँ, सही ठाउँमा ल्याउन पनि सक्दैनौँ होइन। त्यो कुराहरूलाई चाहिँ बिर्सिदियो, त्यो कुराहरूलाई छोडिदियो। पास्ट इज पास्ट है, त्यो गइसक्यो। अब आउने वर्तमानको कुराहरूमा चाहिँ, वर्तमानको समयहरूमा चाहिँ हामी प्रभुमा साँच्चीकै जोडसँग अगाडि लम्कनेछौँ। अनि भविष्यमा अनि त्यो स्वर्गीय देशमा जुन स्वर्गीय नागरिक हामी हौँ भन्ने कुरा हामी बिर्सिँदैनौँ होइन। अनि स्वर्गीय बोलावटमा हामीलाई परमेश्वरले जसरी बोलाउनु भएको छ, हामीलाई साँच्चीकै वरदानको कुराहरू हामी हेर्छौँ भने बाइबलमा आफ्नो आफ्नो वरदानहरू परमेश्वरले दिनुभएको छ। हामी एकै किसिमका कोही पनि छैनौँ, आफ्नो आफ्नो वरदानहरू परमेश्वरले दिनुहुन्छ। कसैलाई के को वरदान, कसैलाई के को वरदान, आफ्नो आफ्नो वरदानहरू हामीले सम्हाल्दै है त्यो कुराहरूलाई अनुसरण गर्दै हामी चाहिँ परमेश्वरको बोलावटमा, हामी साँच्चीकै बोलावटमा आएको छु। अनि परमेश्वरको बोलावट अनुसार चाहिँ म जिउनुपर्छ। अनि परमेश्वरको योजनाहरू चाहिँ मेरो जीवनबाट पुरा हुनुपर्छ यो कुरा। अनि परमेश्वरले जुन प्रतिज्ञा गर्नुभएको छ, स्वर्गमा जुन उहाँले त्यो दिनुहुने इनाम है, त्यो इनाम म दिन्छु भन्नुभएको छ, त्यो इनामको निम्ति हामी तयारी हुँदै जानु पर्दछ है। आजको दिनबाट त्यो जसरी हामी फिलिपी 3:23 भने जस्तै हामी हरेक दिन नयाँ हुन्छौँ, त्यसरी नै हामी प्रभुमा अझ नयाँ हुँदै जोडसँग अगाडि लम्कँदै हामी जानेछौँ। पावलले जसरी फिलिपीको पुस्तकमा उहाँले पत्रद्वारा उहाँले फिलिपीको मण्डलीहरूलाई लेख्नुभएको छ, त्यो पत्र चाहिँ आज हाम्रो लागि पनि हो है। अन्तिममा म 1 कोरिन्थी 2:9 हेरेर आजको वचनलाई अन्तिम गर्नेछु। तर यसो लेखिएको छ, आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेको यी कुरा परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नु भएको छ। आमेन है। परमेश्वरले हाम्रो निम्ति चाहिँ हामीले नसोचेको नसुनेको कुराहरू चाहिँ तयार पार्नु भएको छ। र आज हामी यही कुराहरूको निम्ति हामी अगाडि बढ्नेछौँ। परमेश्वरलाई हामी हरेक कुरामा चाहिँ हाम्रो जीवन उहाँमा समर्पण गर्दै, अनि उहाँले जुन कुरा हाम्रो निम्ति राखिदिनु भएको छ त्यो कुराको निम्ति चाहिँ हामी अगाडि बढ्नेछौँ। हुन्छ, आजको वचनलाई यही नै राख्नेछु।